सबैजनालाई नमस्ते। आरामै सन्चै हुनुहुन्छ होला हैन। म पनि आरामै सन्चै छु। म चाहिँ आज फार्ममा आएको छु हैन। फार्ममा हिजो भर्खर मैले त्यो यहाँ बजारतिर त्यो सागपातहरू पाउनलाई गाह्रो क्या हैन। त्योहरू म आफैले चाहिँ फर्सीको बिउ के भन्छ फर्सीको बिउ रोपेको थिएँ हिजो हैन। अब यहाँ फेरि कुखुराहरू छ क्या टन्नै। त्यो कुखुराहरूले पुरा खोतालिदिन्छ क्या। अनि त्यसलाई चाहिँ पुरा के अरे फेन्स लाउनु पर्ने भएको छ क्या। आज त्यही गर्नलाई आएको होइन फार्ममा। टक्क देख्न सक्नुहुन्छ मेरो फार्म चाहिँ त्यही हो यही हो होइन। टक्क मैले प्लान गरेको चाहिँ त्यहाँ छ होइन अहिले गएर। अब ल देख्न सक्नुहुन्छ मेरो यो स्कुटरभित्र चाहिँ के हुन्छ फार्म आउँदाखेरि भन्ने कुरा होइन। तपाईँहरूलाई म देखाउँछु। सुङडाङ भन्छ होइन यसलाई फिलिपिनमा। फिलिपिनको सुङडाङ होइन, खुकुरी भन्ने जस्तो क्या। अनि 80 भर्खर अभोकाडो झरेको थियो होइन। मैले यहाँ राखेको बिर्सेछ। अहिले त राइप भइसक्यो, यहाँ भएको छ, खान मिल्ने भइसक्यो। अनि यस्तो छ होइन। अनि यो बिउ आयो होइन। अनि एउटा नाइफ छ होइन। त्यस्तो हुन्छ मेरो फार्म आउँदाखेरि चाहिँ स्कुटरभित्र है। अनि टक्क लगाएर काम गरेर न हल्का पसिना फाल्यो अरे होइन। अनि तपाईँलाई एकदम त्यो हुन्छ नि थकाइ लाग्यो भने अनि टक्क ह्याम्मकमा होइन टक्क एकछिन एक न्याप हान्यो होइन घर चलेको यस्तो मजा आउँछ कि। अब देख्न सक्नुहुन्छ यो सब शीतलै शीतल छ नि त। यहाँ त पुरा यो सब काकाओको रुख हो होइन, चक्लेटको फलको रुख हो होइन। अनि यहाँ चाहिँ एकदम शीतल हुन्छ क्या। त्यो भएर चाहिँ म प्रायः जस्तो चाहिँ फार्ममै आउँछु है। कुखुरा पनि ठुल्ठुलो भइसक्यो है, लगभग 2 किलो पुग्न गइसक्यो एउटै कुखुरा है। अब यसलाई चाहिँ भोलितिर काट्न पर्ला। अब स्कुले भुराहरूलाई काट्न लगाउँछु मैले प्रायः। तिनीहरूको चाहिँ स्कुल लागिरहेको छ। त्यो भएर चाहिँ जे भए पनि एकचोटि तिनीहरूलाई सोध्नु पर्ने भयो। एकजना लिएर आएर होइन अनि साला र म 3 जना भएर चाहिँ काट्ने भन्ने प्लान छ। मैले 80 रोपेको टोमेटो यो होइन, टोमेटो त्यो ठुलो भइसक्यो। त्यहाँ चाहिँ तपाईँको लौका मैले उता पनि रोपेको छु होइन। त्यो भएर यो मैले बाँसको सिरादिन्छु नि त, ताकि लहराले टक्क यो अभोकाडोको रुखमा चढोस् भनेर होइन। थाङ्रा दिन पर्दैन नि त रुखमा चढ्यो भने त। यसरी चाहिँ के अरे रोपेन भने चाहिँ कुखुराले भताङभुतुङ पारिँदो रहेछ क्या। लोकल कुखुरा टन्नै छ होइन, गाउँ हो, प्रोभिन्स हो प्योर। अनि लोकल कुखुराले त औडा हानिदिँदो रहेछ त। अनि यस्तो गरेन भने त। त्यो भएर मैले हिजो चाहिँ हिजो भर्खर रोपेको थियो यसरी। यहाँ चाहिँ फर्सीको बिउ रोपेको मैले यो स्ट्रेट होइन वहाँसम्म कति 6-7वटा ठाउँमा रोपेको छु। यसलाई चाहिँ आज म बार लगाउँछु। यो चाहिँ अभोकाडोको रुख भयो क्या अरे होइन, टन्नै झुप्पा फल्या माथि। अनि यता पनि छ यो कोकोनटको झुप्पा छ। यो अलिकति चिपिसकेको छ है। यसलाई चाहिँ तेल बनाउने हो यसलाई चाहिँ होइन। मान्छेहरू यहीँको के अरे प्रोभिन्सको मान्छेहरू आउँछ यो झिक्नलाई। यो झिक्दाखेरि चाहिँ तपाईँको तिनीहरूले तेल बनाउनलाई त्यो ड्राई गर्छ क्या। त्यो गर्दाखेरि उनीहरूले लिएर जान्छ। अनि उनीहरूले 50% उनीहरूले राख्छ, 50% चाहिँ हामीलाई दिन्छ क्या पैसा बेचेर होइन। अनि अरू के छ यहाँ, यतापट्टि काकाओ ट्री भइहाल्यो होइन। अनि यो चाहिँ मेवाको रुख पनि छ टन्न, झुप्पा भएर बस्यो 6-7वटा 8वटा। यहाँ चाहिँ 2टा मात्रै रहेछ ल। अब यो बाँसको चपेटा यो मैले पहिला बार लगाएको थिएँ होइन। यसलाई नै युज गर्ने भन्ने प्लान गरिरहेको छु। यसलाई काट्नु पर्यो पहिला। यसरी काटेर चाहिँ चिर्न पर्छ। एउटालाई चारवटा कप्टेला बनाउनु पर्छ यसलाई। चारवटा भयो, अझै चाहिन्छ, अझै गर्नु पर्छ जस्तो
मिल्छ कि सायद यो हुने रहेछ ल यसलाई पनि कप्टेला गरिदिन्छु के हो यार हम्फाल्छ त अनि चारवटा यसलाई पनि गरिदिन्छु भइहाल्यो एउटालाई हुन्छ हैन कभर मैले बाँस चिरेर भाएँ हैन अब यसलाई चाहिँ म गएर त्यो फर्सी रोपेको ठाउँमा चाहिँ गएर यसलाई फेन्स लगाउँछु बार लगाउँछु टक्क तपाईको यो पहिला सानो कटेज थियो क्या त्यसलाई मैले डिस्ट्रोय गरेको लास्टै थुत्रो झुत्रो भइसकेको थियो हैन धेरैबाट निक्लेको यो जस्ता हो अनि यो तल यो यहाँ जस्ता छ नि यो जस्ताको तल चाहिँ कुखुराले पुरा अन्डा पारेर राखेछ है अहिले चाहिँ पुरा ढुकेर बसेछ हैन चल्ला निकाल्छ अब एक हप्तापछि टक्क यताबाट सुरु गरौँ अब यसलाई चाहिँ कसरी बार बार्ने भनेपछि यसलाई यसरी मैले पनि यो सिकेको चाहिँ मेरो मिसेसको दिदीको बुढाबाट हैन उ चाहिँ पुरा एकदम पहिला फार्मिङ लाइफ बिताएको रहेछ फर्स्ट पहिला अनि उसले चाहिँ यसरी गराएको थियो क्या अनि जोस एकदम प्रोटेक्ट हुँदो रहेछ कुखुराहरूबाट चाहिँ कुखुराहरूले चाहिँ त्यो गर्न नसक्ने क्या त्यो यहाँ भित्र जान नसक्ने क्या यसरी चाहिँ यस्तो गरेपछि ल देख्न सक्नुहुन्छ हैन टक्क बार बन्यो नि त अनि यति भएपछि त कुखुरा छिर्दैन नि त अनि यसलाई यहाँ बाँध्न पर्छ हैन बाँध्न चाहिँ अब मैले डोरी ल्याएन अब यही सुकेको के भन्छ कोकोनटको लिप्सले चाहिँ बाँध्छु म यसरी यस्तो गरिदिएपछि हैन अनि टक्क लाएर देख्न सक्नुहुन्छ यसरी बाँधेछु मैले स्ट्रङ हुन्छ नि त टक्क लाएर त्यही हो अब लास्ट एउटा छ लट्ठी पुगेन अब लट्ठी फेरि काट्छु एउटा टक्क सर यसरी यो लाइनमा चाहिँ मैले रोपेको छु हैन यसरी अब चाहिँ यसरी गरेपछि तपाईको कुखुराभित्र छिर्दैन नि त हैन यहाँ चाहिँ पुगेन लट्ठी हैन अब यसलाई चाहिँ मैले यसलाई यसरी नै राखिदिन्छु यसरी गाडेर राखिदिन्छु ताकि जोस् कुखुरा नछिरोस् हैन लट्ठी यसरी गाडेर राखिदिएपछि कुखुरा छिर्दैन नि त घाम खासै लागेन है बादल छ तै पनि हल्का गर्मी चाहिँ भइरहेछ क्या गर्मी ठाउँ हैन तपाईहरुलाई थाहा छैन फिलिपिन भनेको लगभग 7141 वटा आइल्यान्डले बनेको देश हैन फिलिपिन सानो टापु छ म अस्ति लास्ट टाइम मनिला जाँदाखेरि हैन अर्को यहाँबाट टाढै छ मनिला भनेको अब क्यापिटल सिटी अफ फिलिपिन्स भयो हैन त्यहाँ जाँदाखेरि तपाईको हेरेको कति आइल्यान्डको त्यो एरोप्लेनबाट देख्दाखेरि त है कति यस्तो फिल हुने क्या अब त्यो चाहिँ अर्कै देश हो जस्तो फिल हुने क्या कति आइल्यान्ड पार गरेर मनिला पुग्नु पर्ने क्या अब अनि आइल्यान्ड है अनि समुद्र नजिक यहाँबाट तपाईको लगभग 20 मिनट मोटरसाइकलमा गयो भने समुद्रै भेट्छ है बीचहरु बबाल बीचहरु छ म तपाईहरुलाई त्यहाँ बीच पनि लानेछु बिस्तारै हैन अब आउने दिनहरुमा है त्यही हो गर्मी चाहिँ लास्टै गर्मी ठाउँ है 12 मास गर्मी हुने तपाईको मकै त तपाईको 4 चोटी हो कि 3 चोटी रोप्छ यो ठाउँमा अब छोडिदिनु अरु त कुरा हैन नेपालमा त एकचोटी हुन्छ नि त वर्षमा एक सिजन मात्र हुन्छ नि त यहाँ त 3 चोटी 4 चोटी क्या रोप्दिने क्या अब गर्मी ठाउँ भएर क्या अनि तपाईले देख्न सक्नुहुन्छ नि यो चाहिँ ब्लुबेरीको मालबेरी कि ब्लुबेरीको बोट हो यो हैन 3 वर्ष जति भयो मैले रोपेको अहिलेसम्म फल्दैछैन यसको फल यो चाहिँ भालेर पोती पनि हुन्छ कि के हो है यसो मलाई जानकारी पाऊँ न है हजुर
कमेन्टमा यसो यसको भालेपोती हुन्छ हुँदैन यसो सजेसन गरिदिनु होला है। हल्का गरौँ पनि छ, दिर्घा पनि लाग्यो है। अब एउटा कोकोनट झारेर खानु पर्यो। झार्न त भनेको खै झार्न सक्दैन है। एउटा यही चुइसक्यो यार। ला यार फुट्यो यार, फुट्यो त अनि यो त हेर्नु त फुटेर यस्तो भयो एकदम। यो कलिलोहरू त चाँडै नै भ्राटभुट फुटिजान्छ क्या। ल फुटेर अनि जुस त सबै झरी भइसकेको छ। अब 50-60 बोट रोपेको छ केराको बोट होइन। अनि देख्न सक्नुहुन्छ केरा पुरा निक्लिँदैछ। बुङ्गा छ यो होइन। नेपालमा बुङ्गा त त्यत्तिकै फालिदिन्छ नि त होइन। तर यहाँ चाहिँ फेरि यसको फेरि तरकारी पनि हुँदो रहेछ, खतरा मिठो हुने रहेछ। तपाईँहरूले त तरकारी बनाएर खायो भने नेपालमा पनि होइन एकदम मजाको। यो भित्रको होइन त्यो कलिलो र अनि त्यो फ्लावर हुन्छ नि, त्यो फुल भित्रको फुल कलिलो, त्यो चाहिँ तपाईँको काटेर होइन मजाले तरकारी बनाएर खानु मिल्ने रहेछ। एकदम मिठो हुन्छ है। त्यसै चाहिँ नफाल्नु होला तपाईँहरूले, एकदम मजाको। तपाईँलाई पछि देखाउँला होइन यो पनि कसरी तरकारी बनाएर खान्छ भनेर होइन। पछिको भ्लगहरूमा चाहिँ देखाउनेछु है। यो चाहिँ फाल्दै नफाल्नु एकदम तरकारी है। नेपालमा तितल सिन्नी भन्छ यसलाई। चाहिँ यहाँ काट्यो भने चाहिँ अर्को नयाँ राम्रो हाँगा दिन्छ क्या। त्यही भएर चाहिँ म यो काट्न गइरहेको छु। ल यसलाई काटेपछि चाहिँ होइन अर्को नयाँ बबाल हाँगा आउँछ। तपाईँको यो चाहिँ यामाहाको है, नेपालमा पनि आइसक्यो यामा एरक्स 155 सीसीको होइन। यो मैले 2022 मा किनेको हो। 4 वर्ष भइसक्यो कुदाएको है। मैले टायरहरू चाहिँ धेरैचोटि नै फेरिसक्यो। यो चाहिँ मैले एकचोटि फेरेँ होइन। यो पछाडिको सक। अनि यो चाहिँ यो चाहिँ किलेस हो क्या तपाईँको। यस्तो गरेर यस्तो गरेपछि अनि टक्कै सर यहाँ आउँछ है। नेपालमा किलेस आयो कि आएन खै। मैले चाहिँ प्रायः जसो के भएको देखाएको थिएँ होइन नेपालमा युट्युबहरूमा हेर्दाखेरि है। त्यही हो। जोस एकदम स्ट्रङ छ है स्कुटर चाहिँ। तपाईँको यु बक्स पनि खोलेर देखाइदिउँ होइन। यु बक्स यत्रो ठुलो छ कि ल यो 14 लिटरको यु बक्स हो होइन। लास्ट ठुलो छ है। तपाईँको ब्याग त मजाले अटाउँछ यहाँ। हेलमेट मजाले अटाउँछ। ठुलो छ जोस। यो चाहिँ तपाईँको नेपालमा 5 लाख समथिङ भनेको थिएँ कि होइन। 5,50,000 समथिङ। तर यहाँ चाहिँ मैले 1,40,000 किनेको पेसो होइन। नेपाली पर्न गयो तपाईँको 3.5 लाख जति पर्न गयो यहाँ। जोस् 3.5 लाख हुन्छ 2 लाख जति महँगो रहेछ नेपालमा चाहिँ। आजलाई यति नै। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो। टेक केयर।